This is my first ever video. त्यही भएर मलाई थाहा छैन मलाई के भन्नुपर्छ मेरो मर्निङ स्किन केयर गर्न आँटेको है यो चाहिँ मेरो फेस वास हो मैले मर्निङमा युज गरेँ है अनि मेरो अर्को फेस वास हो म चाहिँ यो सिम्पल रिफ्रेसिङ फेस वास यो वाला नि युज गर्छु हैन यो चाहिँ मेनली नाइट टाइममा युज गर्छु म हैन बट I don't care जति बेला मन लाग्छ त्यति बेला युज गर्छु It doesn't matter. मेरो नाम चाहिँ सोनिका सुवेदी हो यो मेरो फर्स्ट एभर भिडियो हो अनि म चाहिँ अस्तिदेखि भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ हैन तर आई एम फर्स्ट टाइम मम एन्ड मेरो बच्चाले चाहिँ डिसाइड गर्नुभयो कि म हाँसु दिनुहुन्न त्यही भएर मैले खाना बनाउन खाएँ एन्ड अभियस भिडियो त परको कुरा हो हैन मुख धोइसकेँ अब चाहिँ म यो मकवर्ड एसेन्स युज गर्न आँटेको स्किन चाहिँ एकदम कम्बो तर एकदम ड्राई साइडमा छ यो टी जोन एरिया त अलि के भन्छ त्यसलाई ओइली एकदम यो चिकको यस्तो साइडतिर चाहिँ हैन पुरै ड्राई हुन्छ क्या अनि कसरी हटाउने मैले अहिलेसम्म थाहा पाएको छुइनँ सो अनि बढी जसको चाहिँ कम्बो ड्राई स्किन छ प्लिज हेल्प मी म चाहिँ युएसमा हो र म यहाँ आएको अब अप्रिलमा लाइक 4 years हुन्छ सरी गाइज म चाहिँ आँखा देख्दिनँ त्यही भएर मैले यसो हेरेँ है बट म चाहिँ यो सिरम यो चाहिँ ब्यारियर रिपेयर सिरम रे त्यही भएर मैले युज गरिरहेको छु किनभने मेरो स्किनको हालत एकदमै पतला भइरहेछ मेबी यसले मेरो स्किन सेभ गर्छ कि मलाई चाहिँ लाइक यसरी क्यामेराको अगाडि या मान्छेको अगाडि बोल्न आउँदैन क्या This is my first time making the video and I don't know how to talk and what to talk so I'm very awkward यो सिरम चाहिँ मैले भर्खर युज गर्न थालेँ होइन तर मलाई राम्रै लागिरहेको छ यो सिरम अनि मोइस्चराइजरमा चाहिँ दिस I got this from Amazon मलाई एकदम थिन जेल अब त्यो प्युरिटोको पनि मैले युज गरेको थिएँ होइन बट मलाई मेरो स्किनको लागि आई डोन्ट थिङ्क द्याट वाज इनफ होइन तर अनि मैले एउटा भिडियो हेरेर लाइक आई फलो द इन्फ्लुएन्सर्सको नाम चाहिँ नेटली समथिङ के हो अनि चाहिँ अस्ट्रेलियन हो भिडियोमा चाहिँ उसले यो मोइस्चराइजरहरूको हालेको थियो होइन अनि मैले त्यहीबाट यो कोट्सको देखाएको थिएँ कि अनि लेट्स गिभ इट अ ट्राई भनेर मैले अर्डर गरेँ है हुनु चाहिँ लाइट वेट होस् तर लाए जस्तो होस् भने तर त्यो चाहिँ लाए पनि एकदम ड्राई भयो क्या मलाई त्यो प्युरिटो भएन मैले चाहिँ एक्चुअली मेरो बहिनीलाई चाहिँ त्यो ओट कामिङ जेलवाला युज गर भनेको थिएँ है त्यो युज गरेँ होइन मेरो बहिनीको वाइटवाला त्यो चाहिँ अलिक बेटर रहेछ तर अनि त्यो फेरि फङ्गल एक्ने सेफ पनि रहेछ है त्यो ग्रिनवाला भन्दा चाहिँ बेटर मलाई त्यो ओट क्रिम लाग्यो तर मलाई चाहिँ अझ बेसी यो मन पर्यो यो चाहिँ म मर्निङमा युज गर्छु प्रायः जस्तो होइन तर नाइट टाइममा चाहिँ मैले भ्याएँ भने म यो युज गर्छु यो चाहिँ हल्का होइन थिक छ एकदम तर मलाई कन्सिस्टेन्सी मनपर्छ राम्रो छ मलाई राम्रो लागिराखेको छ मैले अनि यो प्रडक्टहरू युज गरेको धेरै भएको छैन एक्चुअली यो अहिले जुन मैले लगाएँ होइन त्यो चाहिँ मैले बिहान युज गर्छु तर बेलुका चाहिँ म सनस्क्रिन हटाउनको लागि यो बायोमाको यो माइसिलर वाटर यो चाहिँ मलाई कस्टकोबाट लिएको होइन एन्ड दिस आई गट इट फर लाइक $13 बेस्ट थिङ अनि त्यस पछाडि म कहिलेकाहीँ चाहिँ नाइटमा युज गर्छु होइन
कहिलेकाहीँ चाहिँ यो द अर्डिनरीको ल्याक्टिक एसिड छ नि, तर मैले धेरै भइसक्यो युज गरेको छैन किनभने मेरो स्किन एकदम ड्राई भइरहेको है। अनि सनस्क्रिन चाहिँ म पहिला होइन योवाला युज गर्थेँ है, तर आई डोन्ट नो मलाई त्यति धेरै मन पर्दैन। मलाई योवाला भन्दा पनि अर्को निटोवाला हुन्छ नि यसकै, यो चाहिँ मिनरल सनस्क्रिन हो, तर त्यो अर्कोवाला चाहिँ केमिकल सनस्क्रिन हो। तर मैले प्रेग्नेन्ट भएदेखि पछाडि चाहिँ युज गरिनँ होइन। अनि यो चाहिँ अहिले ब्लू लिजर्ड अस्ट्रेलियन सनस्क्रिन हो योवाला चाहिँ होइन। तर ठिकै छ, त्यस्तो केही फरक पनि छैन, अफोर्डेबल पनि थियो। अनि मलाई लाइक मेरो हस्बेन्डले पनि युज गर्नुहुन्छ अनि दुवैजनाले एउटै युज गर्नु भनेर, अनि त्यही भएर म चाहिँ अलिकति बेसी नै लगाउँछु। अनि योवाला चाहिँ अलिकति किनभने यो मिनरल सनस्क्रिन हो नि त, अलिकति वर्क गर्नुपर्छ, त्यस्तो धेरै वाइट कास्ट त दिँदैन यसले, बट अलि टाइम लाग्छ। मैले सेरापीको पनि युज गरेको थिएँ, बट त्यसले चाहिँ एकदमै लाइक हुन्छ नि, यो चाहिँ त्यस्तो वर्क गर्न इजी छ होइन, तर सेरापीको त मलाई धेरै अप्ठ्यारो लागेको थियो। अनि त्यो चाहिँ जति लाइक घोट्दाखेरि पनि वाइट कास्ट कस्तो नराम्रो दिने कि त्यसले। मैले युज गरेको सनस्क्रिन मलाई सबभन्दा राम्रो लागेको भनेको त स्किन 104को केमिकल सनस्क्रिन त वाटर समथिङ गुड भन्ने होइन, त्यसको भन्दा बेस्ट हो किनभने त्यो वाइट कास्ट पनि हुँदैन अनि मेकअपहरू पनि एकदमै राम्रो हुन्छ क्या। यो पनि मलाई राम्रो लागिरहेछ, तर किनभने यो एकदम ड्राई पनि छैन होइन, वाइट कास्ट पनि त्यति धेरै छैन। पोस्टमार्टम जर्नी चाहिँ कस्तो छ मलाई भन्नुहोस्, फर्स्ट टाइम ममहरू या त ममहरू कोही भइरहनु भएको छ भनेदेखि मलाई चाहिँ म चाहिँ लाइक मेरो मम्मीहरू आउनु भएको थियो होइन बेबी हुने बेलामा, अनि त्यस पछाडि मेरो मम्मी प्लस मेरो हस्बेन्डको मम्मी बाबा दुवैजना आउनु भएको थियो। उहाँहरू चाहिँ 3 months बसेर जानुभयो क्या। ओके गाइस, यो चाहिँ मलाई काटेको त्यही भएर मेरो चस्मा लगाएको कम्बाइन्ड। मेरो भ्यासलिन पनि सकिरहेको छ, भ्यासलिन है आएको फर चाहिँ लिनुपर्ने है। That's all. Bye. फेरि भेटौँला, बाई बाई।